What is database? Database भनेको के हो त? यसको एउटा पहिला डेफिनेसन हेरौँ. A database is an organized collection of related data stored electronically so that it can be easily accessed, managed and updated. यसले के भन्यो भने सिम्पल डेटाबेस भनेको कलेक्सन्स हो तर रिलेटेड इन्फर्मेसन हुनु पर्यो र त्यसलाई हामीले के गर्छौं म्यानेज गर्न सक्छौं, एक्सेस गर्न सक्छौं, अपडेटेड गर्न सक्छौं तर इलेक्ट्रोनिकली के हुनु पर्यो स्टोर हुनु पर्यो भनेर भनेको छ. र एक्जाम्पलमा चाहिँ स्टुडेन्ट रेकर्ड्स इन अ कलेज हैन, त्यस्तै तरिकाले बैंक कस्टमर अकाउन्ट्स भनेको छ. रिलेटेड चाहिँ हुनु पर्यो. जस्तो स्टुडेन्ट रेकर्ड्स इन कलेज भनिसकेपछि कलेजमा चाहिँ स्टुडेन्टको रेकर्ड राखिएको छ. यसमा हामीले चाहिँ हस्पिटलको रेकर्ड लगेर, हामीले बैंकको रेकर्ड लगेर, हामीले स्टुडेन्ट रेकर्डमा लगेर मिसाइदियौ भने त्यो डेटाबेस भएन. के हुनु पर्यो भन्दा रिलेटेड इन्फर्मेसन मात्र राख्नु पर्यो. स्टुडेन्ट डेटाबेसमा के गर्नु पर्यो स्टुडेन्टको मात्रै इन्फर्मेसन राख्नु पर्यो. र बैंक कस्टमर अकाउन्ट्स भनेको छ र बैंकमा के हुनु पर्यो कस्टमरको मात्र इन्फर्मेसन्सहरु म्यानेज गरेर राख्नु पर्यो. त्यहाँनिर चाहिँ निमा बैंकको इन्फर्मेसनमा लगेर चाहिँ हामीले कलेजको इन्फर्मेसन मिसाएर राख्यो भने त्यसलाई हामीले डेटाबेस भन्दैनौं. कलेक्सन्स पनि हुनु पर्यो र त्यसपछि रिलेटेड पनि हुनु पर्यो. यसलाई हामी के भन्छौं डेटाबेस भनेर भन्छौं. त्यसपछि डेटाबेसलाई म्यानेज त गर्नु पर्यो. त्यसको लागि त कुनै न कुनै सफ्टवेयर चाहिन्छ र त्यो सफ्टवेयर भनेको चाहिँ DBMS हो. डेटाबेस भनेको के हो भने सिम्पल कलेक्सन्स अफ डेटा मात्रै भयो तर त्यसलाई म्यानेज गर्ने सफ्टवेयर भनेको चाहिँ DBMS हो जसलाई हामी डेटाबेस म्यानेजमेन्ट सिस्टम भनेर भन्छौं. र ओराकलमा हेर्ने हो भने रिलेसनल डेटाबेसमा हेर्ने हो भने चाहिँ MySQL, ओराकल, SQL सर्भरहरु भनेको एकदम पपुलर DBMS हरु हो. र यसको डेफिनेसन हेर्नुहुन्छ भने DBMS इज सफ्टवेयर युज्ड टु क्रिएट, स्टोर, म्यानेज एन्ड कन्ट्रोल डेटाबेस. सो ओभरअल डेटाबेसलाई के गर्छ यसले म्यानेज गर्ने काम गर्छ. त्यसपछि यसले इन्सर्ट, अपडेट, डिलिट यो म्यानिपुलेसन ल्याङ्ग्वेज भनेर भन्छ. म्यानिपुलेसन SQL कमान्ड भनेर भन्छ. यो त मोस्टली युज गर्ने नै भइहाल्यो. अब DBMS को काम यति मात्रै रन गर्ने होइन, इन्टरनली पनि काम गरिरहेको हुन्छ. त्यो क्वेरीलाई कसरी रन गराउने त्यो सबै कुराहरु ह्यान्डल गरिरहेको हुन्छ र पछि रिकभरी प्लानहरु गर्ने, त्यस्तै तरिकाले सेक्युरिटीहरु मेन्टेन गर्ने धेरै कामहरु DBMS ले ह्यान्डल गरिरहेको हुन्छ. र जस्तै अब अ कलेज uses a DBMS to store student record, search student details, update marks and generate report भन्ने एउटा सिम्पल एक्जाम्पल हो. यसले स्टोर गरेर एउटा स्टुडेन्टको इन्फर्मेसन DBMS मा हामी के गर्छौं राख्न सक्छौं. जस्तै अब तपाईले SQL सर्भर युज गर्नुहुन्छ भने यो चाहिँ DBMS भयो र यसलाई जस्तो हाम्रो SSMS मा चाहिँ एउटा प्लेटफर्म भयो. SSMS मा हामी SQL सर्भर इन्स्टल गर्छौं. त्यसपछि त्यसमा हामी चलाउन सक्छौं हैन. सो DBMS भनेको चाहिँ एउटा SQL सर्भर हुन सक्छ. त्यसपछि हामी SQL भनेको चाहिँ क्वेरी स्ट्रक्चर क्वेरी ल्याङ्ग्वेज भन्छ. त्यो चाहिँ हामी क्वेरी गर्नको लागि युज गर्छौं. अब DBMS को आर्किटेक्चर हेरौं. ओभरअल DBMS को आर्किटेक्चर जुन मैले DBMS भनेको सफ्टवेयर हो भन्न भने सो यसको ओभरअल आर्किटेक्चरमा सबैभन्दा माथि के छ भने एक्सटर्नल लेभल भनेर भन्छ. एक्सटर्नल लेभल भनेको भ्यू लेभल जहाँ चाहिँ अब युजरले के देख्छ भन्ने कुरा हो. जस्तै डेटाबेसमा चाहिँ डिफरेन्ट युजर हुन्छ. एउटा एडमिन होला हैन, एउटा DBA होला, एउटा म्यानेजर होला, एउटा नर्मल डेटाबेस युजर होला. सबै युजरलाई एउटै एक्सेस त दिन मिलेन. सो हामीले के गर्नु पर्यो त भन्दा डिफरेन्ट एक्सेस दिनुपर्ने हुन्छ. जस्तै एउटा एडमिन छ भने उले होल टोटल एक्सेस पाउँछ. डेटाबेसमा डेटा बनाउन पनि पायो, उले डिलिट गर्न पनि पायो, अपडेट गर्न पनि पायो, सबै कामहरु गर्न पायो. तर एउटा नर्मल DBA युजर मात्रै छ भने चाहिँ उसलाई के गर्नु पर्यो डेटा रिड गर्ने मात्र एक्सेस दिनुपर्ने हुन सक्छ. सो सबैलाई एउटै दिन मिल्दैन. त्यही भएर एक्सटर्नल लेभल भनेको चाहिँ एउटा हाई लेभलबाट हेर्दाखेरि के भयो त भन्दा यो के हो त भन्दा जस्ट यसले चाहिँ के एक्सेस पाउँछ भनेर हामीले एक्सटर्नल लेभलबाट भनेको टप लेभलबाट हेरिरहेको छौं. इट हाइड्स इरिलेभेन्ट डेटा एन्ड सोज ओन्ली व्हाट द युजर नीड्स हैन. इरिलेभेन्ट डेटा भनेको यहाँ के भन्न खोजेको छ भने बिजनेस लजिकहरु हैन, हाउ डेटा स्टोर्स इन डेटाबेस यस्तो कुरा हामीले युजरलाई देखाइरहनु परेन, नर्मल युजरलाई देखाइरहनु परेन. त्यो चाहिँ इन्टरनली DBA ले हेर्ने भयो, म्यानेज गर्ने भयो. र यहाँ एक्जाम्पलको लागि भन्दा अ स्टुडेन्ट सी ओन्ली देयर मार्क्स व्हाइल अ टीचर सीज मार्क्स अफ अल स्टुडेन्ट. टीचर र स्टुडेन्टको रोल के भयो फरक भयो. सो यसरी चाहिँ हामीले एक्सटर्नल लेभल हेर्न सक्छौं. यसलाई भ्यू लेभल, भ्यूबाट कस्तो देखिन्छ भन्ने कुरा भयो, भ्यूको कुरा गर्यो. त्यसपछि अब अर्को भनेको कन्सेप्चुअल लेभल. यो भनेको एक स्टेप डाउन गइरहेको छौं हामी. यसले चाहिँ लजिकल स्किमा युज गर्छ. सो भन्न खोजेको इट डिस्क्राइब द ओभरअल स्ट्रक्चर अफ द इन्टायर डेटाबेस. डेटाबेसको स्ट्रक्चर कस्तो छ त
हैन। जस्तै डेटाबेसमा के इन्टिटीज युज गरिरहेको छ, स्कुल म्यानेजमेन्ट सिस्टम हो भने त्यहाँनिर स्टुडेन्ट होला, टिचर होला, तिनीहरू भनेको इन्टिटीज भयो। अब स्टुडेन्ट र टिचर बिचको रिलेसनसिप होला त्यहाँनिर। कन्स्ट्यान्ट भनेको हामीले स्टुडेन्ट आइडीलाई हामीले प्राइमेरी की बनाएको होला हैन। अरू डेटा टाइपहरू हामीले के युज गरिरहेछौँ त हैन, भ्यारक्यार युज गरिरहेको होलाौँ हैन, इन्टिजर युज गरिरहेको होलाौँ, नम्बर युज गरिरहेको होलाौँ। सो त्यस्ता कुराहरू चाहिँ हाम्रो डेटा टाइप्सभित्र पर्यो। ओभरअल स्ट्रक्चर भन्ने खोजेको सुरुमा के गर्छ भन्दा कन्सेप्चुअल लेभल भनेको चाहिँ ER डायग्राम सुरुमा बनाएको हुन्छ। ER डायग्राममा जस्तै इन्टिटी छ, त्यहाँनिर चाहिँ त्यसको रिलेसनसिपहरू छ हैन, एट्रिब्युटहरू छ। त्यो कुरालाई हामी कन्सेप्चुअल लेभलमा अथवा लजिकल स्किमामा के गर्छौँ, ओभरअल कुराहरू त्यसको बनाउँछौँ। जस्तै टेबल लाइक स्टुडेन्ट कोर्स, मार्क्स एन्ड रिलेसनसिप, त्यो कुरा चाहिँ हामी यसमा हेर्न सक्छौँ है। त्यसभन्दा पछाडि गएर हामी इन्टर्नल लेभलमा चाहिँ एक्चुअली त्यो डेटा कसरी स्टोर गर्ने। लजिकलमा हामीले के गर्यौँ भने स्किमा बनायौँ। जस्ट हामीले जस्तै एउटा स्टुडेन्ट भन्ने एउटा इन्टिटी भयो, टिचर भन्ने अर्को इन्टिटी भयो, त्यसको रिलेसनसिप हेऱ्यौँ। स्टुडेन्टभित्र त्यसको एट्रिब्युटहरू के हुनसक्छ, स्टुडेन्ट आइडी, स्टुडेन्ट नेम हैन, उसको मार्कसिटहरू, त्यो इन्फर्मेसन हुन्छ। सो त्यो हामीले के हुन्छ भनेर जस्ट हेर्ने काम मात्र गर्छौँ। एक्चुअली हामीले यहाँनिर कोड लेख्दैनौँ। यो भनेको एउटा के हो त भन्दा स्किमा बनाएको मात्रै हो। के हुन्छ भनेर एउटा पेपरमा लेखे जस्तो भयो। इन्टर्नल लेभलमा पनि हामीले इन्टर्नल भनेको अझ भित्र डेप्थमा गएर के कुरा राख्छौँ त। जस्तै डिस्क्राइब हाउ डेटा इज एक्चुअली स्टोर्ड इन योर डेटाबेस भन्न खोजेको एक्चुअली त्यो डेटा कुन फाइल फर्मेटमा बसिरहेछ। त्यसमा हामीले डेटामा चाहिँ हामीले SSD युज गरेको छ कि हार्ड डिस्क युज गरेर राखिरहेको छौँ कि हैन, इन्टर्नल स्टोरेज पनि त्यसले हेरिरहेको हुन्छ। त्यसभन्दा पछाडि इन्डेक्स युज गरेको छ कि छैन हैन, त्यस पछाडि कुन कीमा, कुन एट्रिब्युटमा कुन की प्रोभाइड गर्ने। सो त्यो सम्पूर्ण कुराहरू चाहिँ इन्टर्नलमा राखिरहेको हुन्छ। र हाउ डेटा इज स्टोर्ड अन डिस्क, युज अफ बिट्री अर ह्यासिङ भनेको छ। बिट्रीहरू युज गरेर चाहिँ त्यसलाई के गर्न सक्छ, इन्डेक्सिङको लागि हामी युज गर्न सक्छौँ भन्ने कुराहरू चाहिँ इन्टर्नल्ली डेटा कसरी बसिरहेको छ, एक्चुअली स्टोरेज कसरी हुन्छ भन्ने कुरा फिजिकल स्किमामा डिफाइन गर्छ र यसलाई हामी इन्टर्नल लेभल भनेर भन्छौँ। योलाई ओभरअल कुराहरू हेर्नु पर्दाखेरि सबभन्दा माथि एक्सटर्नल लेभल छ हैन, वाट इन्डिभिजुअल युजर सी भनेर भनेको छ। त्यस पछाडि कन्सेप्चुअल लेभल त्योभन्दा बिचमा पर्यो र इन्टर्नल लेभल भनेको चाहिँ सबैभन्दा तल चाहिँ हाम्रो के छ, इन्टर्नल लेभलहरू छ। जस्तो बिट्री इन्डेक्सहरू, डेटा फाइल्सहरू र डिस्क ब्लकहरू चाहिँ यसमा पर्छ। र यो थियो DBMS को लेभलहरू र सिम्पल डेटाबेसको डेफिनेसन। हामीले डेटाबेस भनेको के हो भनेर हेऱ्यौँ, DBMS भनेको के हो भनेर हेऱ्यौँ र DBMS को आर्किटेक्चर हेऱ्यौँ। धन्यवाद।